ल है एकछिन सोच्नुस् त एउटा यस्तो पर्खाल जसले घाम र हावालाई रोक्ने होइन बरु भित्र बोलाउँछ, जसले घरलाई सुन्दर मात्र बनाउँदैन साँच्चीकै जीवन्त बनाउँछ। हो, आज हामी यस्तै एउटा पुरानो तर एकदमै आधुनिक समाधान टेराकोटा जालीको बारेमा कुरा गर्दैछौं। यसले आर्किटेक्चरको दुनियाँमा कसरी नयाँ जीवन भरिरहेको छ, आउनुहोस् हेरौं। कहिलेकाहीँ कस्तो हुन्छ भने घरको चारैतिर पट्यार लाग्दो बन्द पर्खाल, न घाम छिर्छ न हावा, एकदमै उकुसमुकुस फिल हुन्छ, होइन त? अहिलेका धेरै जसो घरहरूमा यो एउटा साझा समस्या नै हो, जहाँ हामी पर्खालले घेरिएको जस्तो महसुस गर्छौं। तर के यो समस्याको कुनै समाधान छ? पक्कै छ, र त्यो हो टेराकोटा जाली। यो सुन्दरता, भेन्टिलेसन अनि दिगोपनको लागि एउटा टाइमलेस सोल्युसन हो। यो केवल एउटा डिजाइन मात्रै होइन, यो त वास्तुकलाको एउटा जिउँदो जाग्दो कला हो। ल, त्यसो भए आज हामी के कुरा गर्छौं त? हामी सुरुमा हेर्नेछौं टेराकोटा जाली भनेको के हो, त्यसपछि यसका फाइदाहरू, यसका डिजाइन र कहाँ प्रयोग गर्न सकिन्छ भन्ने बारेमा, अनि केही टेक्निकल डिटेल्स र सबैभन्दा महत्त्वपूर्ण यसलाई कसरी जडान गर्ने भन्ने गाइड पनि हेर्नेछौं, र अन्त्यमा केही ध्यान दिनुपर्ने कुराहरू। ल, सुरु गरौँ पहिलो खण्डबाट। यो टेराकोटा जाली आखिर हो के? यो प्राचीन कला कसरी आधुनिक समस्याको समाधान बनिरहेको छ, आउनुहोस् बुझौं। सीधा भाषामा भन्नुपर्दा टेराकोटा जाली भनेको प्राकृतिक माटोबाट बनाइएको प्वाल भएको वा जालीदार स्क्रिन जस्तै हो। यसको काम भनेको सजाउने मात्र होइन, यो एकदमै उपयोगी पनि हुन्छ। र यसको बन्ने प्रक्रिया पनि गजबको छ, माटोलाई कलामा ढाले जस्तै। पहिलो स्टेपमा प्राकृतिक माटोलाई विभिन्न डिजाइनको फ्रेम वा साँचोमा हालिन्छ। त्यसपछि त्यो साँचोमा हालेको माटोलाई 50 डिग्री सेल्सियस तापक्रममा तताइन्छ, अनि अन्तिममा भट्टीमा पोल्ने प्रक्रियाले त्यो नरम माटोलाई एकदमै बलियो, टिकाउ र सुन्दर जाली इँटा बनाइदिन्छ। ल, यो कसरी बन्छ त थाहा पाइयो, तर प्रश्न आउँछ, यसलाई प्रयोग नै किन गर्ने? यो हेर्नमा राम्रो त छँदैछ, तर यसका फाइदाहरू सुन्दरताभन्दा धेरै माथि छन्। यसका फाइदाहरूको लिस्ट त हेर्नुस्, लामै छ। यो वातावरण मैत्री छ, फेरि बनाउन पनि मिल्छ, एकदमै बलियो र लामो समयसम्म टिक्ने हुन्छ, लागत पनि खासै महँगो छैन। अनि मेन कुरा, यसले घरभित्र भेन्टिलेसन बढाउँछ, तापक्रमलाई ठिक राख्छ र केही हदसम्म बाहिरको होहल्लालाई पनि रोक्छ। खिया लाग्ने वा मौसमले असर गर्ने त कुरै भएन। अब यसको ताप र ध्वनि कन्ट्रोल गर्ने क्षमतालाई हेरौं। यो साँच्चै गजबको छ। एकातिर टेराकोटा जालीको माटोले बाहिरको हल्ला सोच्छ, चर्को घाम छेक्छ र भित्रको वातावरणलाई चिसो राख्छ, अनि अर्कोतिर सिसाको पर्खालको कल्पना गर्नुस् त, त्यसले ध्वनि खासै रोक्दैन, बरु घामको तापलाई भित्रै थुनेर कोठालाई पुरै ग्रीन हाउस जस्तो तातो बनाइदिन्छ। अब टिकाउपन र मेन्टेनेन्सको कुरा गरौं। टेराकोटा जालीमा खिया लाग्ने टेन्सन नै भएन। यो पानी, ढुसी, ब्याक्टेरिया सबैबाट सुरक्षित हुन्छ। कहिलेकाहीँ सफा गरे पुगिहाल्यो। तर सोच्नुस् त, यदि तपाईले मेटलको रेलिङ हाल्नुभयो भने खिया लाग्ने, खुइलिने गर, बेला बेलामा रङ लगाउनु पर्ने, मर्मत गरिरहनुपर्ने झन्झट। ल, अब सबैभन्दा रमाइलो पाटोमा जाउँ, यसको डिजाइन र प्रयोगहरू। यहाँ तपाईको रचनात्मकताले साँच्चै उडान भर्न सक्छ। यसका डिजाइनहरू पनि फरक कामका लागि बनेका छन्। जस्तै, यदि तपाईलाई एकदमै खुला र हावादार ठाउँ चाहिएको छ भने ओपल, डायमन्ड वा रुबी जस्ता डिजाइन बेस्ट हुन्छन्। तर होइन, मलाई अलि प्राइभेसी चाहिन्छ, बाहिरबाट भित्र नदेखियोस् भन्ने लाग्छ भने क्याम्प डिजाइन छान्नुहोस्। यसले बाहिरबाट हेर्न छेक्छ, चर्को घाम पनि रोक्छ, तर हावालाई चाहिँ मजाले भित्र आउन दिन्छ। र स्टाइलको कुरा गर्दा यो परम्परागत र आधुनिक दुवै खालको डिजाइनमा पाइन्छ। अनि सबैभन्दा राम्रो कुरा के थाहा छ? तपाईँ यसलाई आफ्नो कोठाको सजावटसँग मिलाउन जुनसुकै रङ लगाउन सक्नुहुन्छ। त्यसो भए यसलाई कहाँ प्रयोग गर्ने त? यसको प्रयोग गर्ने ठाउँहरू त अनगिनती छन्। घरको बाहिरी मोहडालाई आकर्षक बनाउनुहोस् वा कम्पाउन्ड वालमा, अफिसभित्र पार्टिसन गर्नुहोस् वा बार्दलीको रेलिङमा, झ्याल, कौसीको बगैँचा, यहाँसम्म कि होटल र रिसेप्सन एरियामा पनि यसले एकदमै युनिक र सुन्दर लुक दिन्छ। ल, अब अलिकति टेक्निकल कुरा पनि गरौँ है त। यदि तपाईले आफ्नो प्रोजेक्टमा यो प्रयोग गर्ने सोच्नु भएको छ भने यी नम्बरहरू थाहा पाउनु एकदमै जरुरी छ। यसको सबैभन्दा चल्तीको साइज भनेको 8.5 इन्च बाइ 8.5 इन्च हो। यो बजारमा सबैभन्दा धेरै पाइन्छ। अब मोटाइको कुरा गर्दा सामान्यतया 2.5 इन्चको आउँछ,
तर कम्पाउन्ड वाल जस्तो ठूलो एरियामा लगाउँदै हुनुहुन्छ भने 4 इन्च मोटोवाला प्रयोग गर्नु राम्रो हुन्छ र यसको तौल लगभग 2.5 केजीदेखि 3.5 केजीसम्मको हुन्छ। अब लागौं मूल्यतिर। सामान्यतया एउटा जालीको मूल्य 80 देखि 150 रुपियाँसम्म पर्छ। यो मूल्य यसको मोटाई र बनाउने कम्पनी अनुसार अलि तलमाथि हुन सक्छ। ल, अब सबैभन्दा महत्त्वपूर्ण कुरामा आयौं। यसलाई कसरी जोडान गर्ने? यसलाई सही तरिकाले जोडान गर्न सकिएन भने यसको सुन्दरता र बल दुवै खेर जान्छ। केही कुराहरू छन् जसमा सम्झौता गर्नै मिल्दैन। पहिलो, यसका लागि सिपालु मिस्त्री नै लगाउनुपर्छ। दोस्रो, नापजोख एकदमै